कुछ नहीं बोला के गाइज हालखबर सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ हजुरलाई स्वागत छ नयाँ मेरो भिडियोमा। आज चाहिँ म बिहानै उठेर नयाँ भिडियो स्टार्टिङ हानिसकेको छु। आज चाहिँ म कलेजको भिडियो पढाइरहेको भिडियो ल्याउने कोसिस गरिरहेको छु। सकेसम्म म राम्रै ल्याउँछु, प्रयास गर्छु हैन। आज चाहिँ म कलेजमा सरहरूले पढाउँदै गरेको भिडियो ल्याउँदैछु, साथीहरूसित भेटाएको भिडियो ल्याउँदैछु। हेर्नुलाई इन्ट्रेस्टिङ छ, रमाइलो छ, हेर्दै जानु होला है त। अब म चाहिँ अब रेडी भएँ, म चाहिँ हिँड्न लाग्यो। म चाहिँ अब सिधै कलेजमै गएर भेट्छु त गाइजहरू। अरू पनि यस्तै भिडियोहरू कलेजका भिडियोहरू चाहिन्छ भने गएर कमेन्ट गरिदिनु होला। अझै पनि माया र सपोर्ट देखाउन चाहिँ नभन्नु होला भन्दै म चाहिँ अब यो भिडियो सिधै कलेजमा गएर भेट्छु। बाई बाई। दर्जी होमवर्क गर्नु पर्यो त बिहान बिहान आएर है। हेर्नुहोस् केटाहरू यस्तो अर्को फेरि यता क्लास पुरै खाली छ केटाहरू। यसो देखाउँदाखेरि आशिकलाई देखाउ त कसको मेरो गर्लफ्रेन्ड छ अरे यहाँ केटाहरू झगडा गरिरहेको छ नि। खाली पिरियडमा यस्तो हल्ला गर्न मजा आउँछ नि। यो राउटे सुनिन्न यता यहाँ दर्जीको हाँसियत रहेछ नि यहाँ भित्र त। दर्जीको हाँसियत रहेछ नि यहाँ भित्र त। मिला भेट भएको छ नि यहाँ। ये भिडियो कहिले हेऱ्यो भने सबलाई नमस्ते। आठजना सब्सक्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानल। यो लेजी भ्लग 8जना है 8जना। कुछ नहीं बोला पढाएको हाम्रो क्लासको पढाएको यहाँ भ्लग बनाउन आउँछ सर भएन भने। सेकेन्ड पिरियड खाली भएको छ याचम क्लास। आज रमाइलो भएको छ मोबाइल ल्याएर नि। अहिले चाहिँ हाम्रो मिन दोष आइसकेको छ है। वेलकम टु माई हाम्रो साथीको ब्लगमा है। हाम्रो साथीको ब्लग चाहिँ नाम के अरे लेजी ब्लगर। लेजी ब्लगर है। हाम्रो सबैले लाइक कमेन्ट सब्सक्राइब है ट्याग लगाएर बेल आइकन ट्याग टिप्छिन् है। अब चाहिँ हामी चाहिँ यो सेकेन्ड पिरियड छ तर एउटा है सर चाहिँ आउनु भएको छैन। आज चाहिँ 12 को केटाहरूको चाहिँ के अरे एचएमको छ ल्याब त्यही है। पछाडि हाम्रो चोर साथी छ त्यहाँ पछि हेर्न सक्नुहुन्छ। त्यही भन्नु न गर्दा धेरैसँग गरे त्यही यो यहाँ चाहिँ अब साथी मेरो पालै उस गऱ्यो यता 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 ओ यहाँ चाहिँ अलि लुकन यसपछि हो खै अरे त हुँदै हेर्छमै हो क्या। A few moments later. केटाहरू अहिले चाहिँ ब्रेक टाइम भएको छ यार। हामी चाहिँ ब्रेक टाइममा यति बसिरहेको छौँ। यता अर्कोलाई फेरि यहाँ होमवर्क गऱ्यो हेर्नु साथीहरू। यति होमवर्क गर्छ नि लुइटेले यति होमवर्क गर्छ नि यहाँ। पढनदास पढ्न खोजेको पढ्दा छैन कि पुदिना रातभरि पुदिना बेच्दै हिँड्छ अनि क्लासमा आएर होमवर्क गर्छ। कपालै मिलेन यहाँ अन्ध छ यता साइडमा खै अन्ध अन्ध हाम्रो चस्मिस म्याडम हिजो आँखै नदिएर रोकोरै गर्नुभएको थियो। दिउँसभरि रुनु भएको थियो उहाँ। आज त्यही भएर 2टा कति लाखको चस्मा किन्नु भएको छैन नि। 2 लाखको चस्मा किनेर लाउनु भएको छ। 20 हो केटाहरूले आज किनभने यो आउनुभयो यो शैलेश भाइ अन्धलाई हेर्ने हेर्छ नि अन्ध है अन्ध ओ अन्ध हेर हेर्छ कि कस्तो राम्रो देखियो। हेर न क्युटी भयो अरे हेर न कति केजी पदेना बेच्यो रातिभरि।
लेलो पुदिना हो कि यसको नाम के अरे लेलो पुदिना गाइज यो के अरे अनुपलाई चाहिँ केटीहरूले बोलाखा डान्स गर्न है क्या बोलती तू के भन छैन के भन नहीं मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना फैमिली देखती है केटाहरू यहाँ लडिरहेछन् केटाहरूले होमवर्क गरिरहेछ क्या यहाँ कति गर्छन् हौ यिनीहरूले हिल्लिहालिनु पनि यहाँ यहाँ चाहिँ हाम्रो लेलु पुदिना साथी छ पुदिना छ पढ्ने त केही होइन यसो आज भिडियो बनाएको यसो होमवर्क गरेछ यता हाम्रो मालु छ जिन्दगी होमवर्कै नगरिकन आउँछ क्लासमा आएर होमवर्क गरिरहेछ यो त यसको त कुरै नगरौँ जहिले पनि बाहिर सेतो आमा होइन उही आहा तिमीहरूको प्यारो लडाइ त यसलाई लैजाँड पुदिना पुदिना भ्लगमै हो कि नानी बाबु मोबाइलै लिक्दैन अहिले म चाहिँ अब सिधै घर आइसकेँ नि गाइजहरू घर आएर म कुरा गरिरहेको छु किनभने कलेज मोबाइल समात्दियो पक्रिहाल्यो जुन दिन लग्यो त्यही दिन पक्रिएको यस्तो आपत हुन्छ नि गाइजहरू ल आजलाई चाहिँ कलेजको भिडियो यति नै होइन म भिडियो चाहिँ हिजो नै बिहिबारै हाल्थेँ किनभने मोबाइल छोपेर राखेको कलेजले अनि म कलेजबाट भर्खरै आज मोबाइल पाएको छु होइन आज चाहिँ भिडियो आउने छ कलेजको आजलाई भिडियो दिने थ्याङ्क्स फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड कमेन्ट अब नयाँ भिडियो छिट्टै आउने छ छिट्टै रमाइलो गरौँ है त गाइजहरू ल अहिले बाई बाई गाइज